वडा सदस्य पवित्र केसी पौडेलज्यू, त्यसैगरी हाम्रो प्राविधिक अमिन गणेश सर, पत्रकार विवेकजी, हाम्रो यो 7 दिनसम्म प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुने आदरणीय सरोज छेत्रीज्यू, त्यसैगरी हाम्रो जनहित ट्रेडिङ पालिका प्रोपाइटर सुरज बराज्यू, आदरणीय सम्पूर्ण प्रशिक्षार्थीज्यूहरू, हाम्रो कर्मचारी प्रतिभा बराजुलीज्यू लगायत सबैलाई म हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु, अभिवादन व्यक्त गर्न चाहन्छु। विशेष गरी हामी जुन 7 दिनसम्म प्लम्बिङ तालिम सुरु गरेर आज समापनको साथसाथै यहाँहरूलाई यो प्रविधि पनि हामीले हस्तान्तरण गरेका छौँ। प्लम्बिङ गर्दाखेरि आवश्यक पर्ने 2टा साधनहरू हामीले यहाँलाई सलाइन रेन्ज र जुन हामीले 2टा साधन हस्तान्तरण गरिसकेका छौँ। विशेष गरी मलाई के लाग्छ भने मैले तपाईँको तालिममा करिब म 5 दिन म सहभागी भएँ। मैले हेरेँ, हाम्रो प्रशिक्षक सरलाई म धेरै धन्यवाद दिन चाहन्छु। उहाँले धेरै राम्रो तरिकाले एकदम हाँसेर अनुशासित तरिकाले उहाँले प्रशिक्षण दिनुभयो। मलाई लाग्छ त्यसले गर्दा पनि तपाईँहरू प्रशिक्षार्थीहरू उत्साहित हुनुभएको थियो र यहाँहरूले जुन 7 दिनसम्म सिकेको कुरालाई भोलिका दिनमा कम्तीमा पनि हाम्रो व्यवहारमा उतार्नु हुनेछ भनेर हामीले तपाईँहरूलाई प्रविधि सामग्री पनि हस्तान्तरण गरेका छौँ। तपाईँले यो कुरो थाहा थिएन, मैले सचिवसँग अनुरोध गरेँ, हाम्रो केही बजेट थियो, त्यही अनुरूप यहाँलाई यो साधन पनि हामीले दिएका छौँ। किनभने अब तपाईँले कम्तीमा पनि आफ्नो घरमा यो प्लम्बिङ सामान्य बिग्रिएको मात्रै होइन, जटिल समस्या पनि समाधान गर्न सक्नुहुन्छ। अहिले मैले सरोजीलाई भने उहाँको नम्बर तपाईँले टिपेर राख्नु, त्यस्तो समस्या भने उहाँले फोनबाटै तपाईँलाई सल्लाह सुझाव दिएर फोनबाट पनि अब काम गर्न सकिने भइसक्यो। अहिले युट्युबको जमाना हो, युट्युबमा हामी हेरेर पनि हामी काम गर्न सक्छौँ। त्यो भएको हुनाले अब हामीले घरमा हाम्रो छरछिमेकीमा यस्तो प्लम्बिङ सम्बन्धी केही समस्या पऱ्यो भने यहाँले ती समस्यालाई सुझाउनु हुनेछ भन्ने आशा अपेक्षा व्यक्त गर्दै अब हामीले आज मात्रै 27 जनालाई, हामीसँग सहभागी 28 जना हुनुहुन्थ्यो, एकजनाले छोड्नुभयो, 27 जना हाम्रो वडा नम्बर 8 को सबै हाम्रो वडा नम्बर 8 को नागरिक पनि हुनुहुन्छ। यहाँलाई बधाई पनि दिन चाहन्छु। अब हामीले सामान्य प्लम्बिङको काममा 27 जना हामीसँग छन् भनेर हामी रेकर्ड पनि हामीसँग वडामा हुन्छ। त्यस्तो काममा हामी लाज मान्नुहुन्न। हामीसँग सम्पत्ति अथाह छ। हाम्रो विष्णु अधिकारी म्याडम हुनुहुन्छ, उहाँलाई कुनै पनि समस्या छैन आर्थिकको, तर उहाँ हरेक ठाउँमा हाम्रो वडा नम्बर 8 को हरेक सिपमूलक काममा अत्यन्त जुझारु र सहभागी हुनुभएको छ। उहाँले मादल तालिम लिनुभयो, अहिले तालिमले उहाँ भजन कीर्तन तालिम लिनुभयो, त्यही छरछेकमा उहाँले प्रयोग गर्नुभएको छ। कम्तीमा पैसा 2-4 पैसा भयो टोललाई सस्तो पनि, त्यहाँ छिमेकीलाई साथसाथै 2-4 पैसा भयो भने आमा समूह टोल विकास संस्थालाई आउने र त्यहाँको विकास निर्माण काममा सहभागिता हुन सक्ने, त्यहाँको उज्यालो, त्यहाँको सरसफाइ हरेक कुरामा अब हामी टोल आमा समूह हामीले यस्ता किसिममा तालिम दिइसकेपछि आफू पनि सक्रियतापूर्वक लाग्नुपर्छ भन्ने म यहाँसँग अनुरोध गर्न चाहन्छु। र साथसाथै मैले फेसबुकमा हालिसकेपछि यति कमेन्ट आयो कि अब मधेसबाट आउने सबै प्लम्बिङहरू अब विस्थापित हुनेछन्, उडिसाबाट आउने सबै प्लम्बिङहरू विस्थापित हुनेछन् भन्ने कमेन्ट पनि आएको छ। त्यो भनेर मैले 2टा तपाईँको टिकटकमा हालेँ, त्यसले एउटा प्रभाव पनि छरेको छ। धेरै लाइकहरू आयो, त्यो धेरै कमेन्टहरू आयो, एकदम सकारात्मक कमेन्टहरू पनि आएको छ। त्यो भएको हुनाले अब तपाईँहरूलाई भोलिका दिनमा हाम्रो सरोजीले भनिसके तपाईँ आवश्यक पऱ्यो भने 82-83 को आगामी वर्षमा हामी फेरि तपाईँहरूलाई आवश्यकता तपाईँले ठान्नुभयो भने हामी निपुण बनाउने हिसाबले कति दिनको चाहिन्छ, 15 दिन 1 महिनाको तालिम आवश्यक पर्छ भने तपाईँले हामीलाई अनुरोध गर्नु, त्यही अनुसार हामी भोलिका दिनमा पनि हामी कम्तीमा पनि 27 जना मान्छेलाई हामी निपुण बनाउन चाहन्छौँ। अर्को टिम हुनसक्छ, त्यसलाई यही बेसिक सिकाउन चाहन्छौँ, यसलाई निपुण बनाउन चाहन्छौँ, अर्को आउनेलाई बेसिक हामी तालिम दिन चाहन्छौँ भन्ने कुरा यहाँसँग राख्दै तपाईँहरू सबै स्वरोजगार हुनुहुनेछ भन्ने आशा अपेक्षा व्यक्त गर्दै कम्तीमा पनि आफ्नो घरमा सामान्य बिग्रेको कुराहरू तपाईँले अब प्लम्बर बोलाउनु हुने छैन भन्ने आशा अपेक्षा व्यक्त गर्दै यो महत्त्वपूर्ण समयमा विशेष गरी 7 दिनसम्म हाम्रो यो प्रशिक्षकको भूमिका निर्वाह गर्नुहुने हाम्रो सरोज सरलाई म धन्यवाद दिन चाहन्छु र तपाईँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। किनभने तपाईँ एकदम हाँसेर रमाइलो गरेर धेरै कुरा सिक्नु भएको छ। त्यहाँ मैले सिकेको कुरा पनि हेरेँ, त्यो भएको हुनाले तपाईँ अन्तिम दिनसम्म, सुरुको दिनबाट अन्तिम दिनसम्म सबै सहभागी हुनुभएको छ। अर्को कुनै कार्यक्रममा मैले देखेको छैन।
त्यो सुरुमा हुने त्यसपछि सहभागी नहुने त्यो परिपाटी पनि छ। त्यो परिपाटीलाई यहाँहरूले अन्त्य गर्नुभएको छ। एउटा यहाँहरूको अनुरोधमा हामीले जुन तालिम सम्पूर्ण गरेका छौँ, यहाँ सबैलाई बधाई र शुभकामना दिँदै यहाँहरूको उत्तरोत्तर प्रगति साथै स्वरोजगारको आजबाट यहाँहरू स्वरोजगार हुनुभयो। किनभने यो तपाईँले ठान्नुभएको लागि यो प्रमाणपत्र सामान्य होला भने यो प्रमाणपत्रले भोलि तपाईँ प्रशिक्षक पनि हुन सक्नुहुन्छ। यो प्रमाणपत्रले उहाँ सर जस्तै प्रशिक्षकको भूमिका पनि निर्वाह गर्न सक्नुहुन्छ। यो प्रमाणपत्र देखाएर तपाईँले कहीँ पनि काम अब भोलिका दिनमा सरकारी कार्यालयहरूमा तपाईँले काम गर्न सक्नुहुन्छ। एउटा कार्यालय भनेको सरकार हो। यो सरकारले तपाईँलाई प्रमाणपत्र दिएको छ। अनि यो जनहित ट्रेडिङ भन्ने सरकारबाट मान्यता प्राप्त भएको यो संस्था हो। त्यो भएको हुनाले तपाईँले यसलाई सामान्य नलिनु होला। यो प्रमाणपत्र यो महत्त्वपूर्ण छ। तपाईँले सिकेको काम महत्त्वपूर्ण छ। हाम्रो हरेक समयमा काम लाग्ने भएको हुनाले यहाँहरूले एकदम राम्रो काम सिक्नुभएको छ। यहाँहरू सबैलाई बधाई दिँदै हाम्रो प्रशिक्षक र हाम्रो जनहित ट्रेडिङको सुरज सरलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो महत्त्वपूर्ण कार्यक्रम म यही समापन भएको जानकारी गराउँछु। धन्यवाद सबैलाई।